म चाहिँ आज बुर्नै माछाको अचार बनाउन लाग्दैछु। यो खुर्सानी, धनियाँ अनि जिरा यो चाहिँ मैले भुटेर यहाँ राखिसकेको छु। अनि त्यहाँबाट यो चाहिँ बुर्नै माछा, हजुरहरूले यसरी देख्न सक्नुहुन्छ। यो चाहिँ मलाई बुर्नै माछाको अचार बनाउनलाई तयार गर्दैछु। यो चाहिँ मैले अचारको लागि अदुवा कटिङ गरेँ, लसुन। मेरो चाहिँ अब अचारको लागि यो लसुनहरू पिस्नलाई प्रोसेस हुँदैछ। यो मसलाहरू पिस्नलाई प्रोसेस हुँदैछ। छन त मसँग मिक्सर पनि छ, तर म चाहिँ मिक्सरमा नपिसेर यो सिलौटोमै मजाले सोही पिसेर अचार बनाउँदाखेरि छुट्टै टेस्ट हुन्छ। यो चाहिँ हामीले सानैदेखि अब आमाहरूले यसरी पिसेर बनाउनुहुन्थ्यो। अनि त्यही भएर म पनि अहिले यसरी पिसेर बेला बेलामा चाहिँ यसरी पिस्न मनपर्छ। हस्, थ्याङ्क यू। यो मसलाहरूलाई चाहिँ धेरै पिठो बनाउनु पनि पर्दैन, जो यतिको खस्रो बनाएदेखि पुग्छ। अब मैले यो पिसेर पनि सकाएँ। अनि माछा चाहिँ मैले यसरी अब यो फ्राई गर्दैछु। यसलाई ब्राउन कलरको हुइन्जेलसम्म फ्राई गर्नुपर्छ। यो माछा चाहिँ हेर्नुहोस्, कलर चेन्ज हुँदै हुँदै आयो। यो चाहिँ खाँदाखेरि पनि कुरकुरा हुनुपर्छ अचार खाँदाखेरि। मेरो चाहिँ अब पकाउने प्रोसेस सुरु हुँदैछ। मैले यो मसलाहरू सबै हालेँ। यो चाहिँ अब डढ्यो भने चाहिँ मिठो हुँदैन, त्यसैले म अब मसलाहरू सबै हालेर अलिक सानो आगो गरेर म पकाउँछु। अनि अघिको तारेको सिद्रा चाहिँ म अब यहाँ हालेर मोल्न लागेको छु। हस्, यो अचार चाहिँ कस्तो हुन्छ, मैले नि फर्स्टचोटि बनाएको हो यो अचार। हेर्दा चाहिँ खाउँ लाग्दो भयो। अब यो चाहिँ धेरै दिनसम्म 1-1.5 महिना फ्रिजमा राखेर खान सकिन्छ। यो बाहिरै राखेर खाए पनि खासै बिग्रिँदैन। यो चाहिँ किनकि मैले सबै सुक्खा मसलाहरू हालेको छु, त्यसैले बिग्रिँदैन।